नमो बुद्धाय नमो धर्माय नमो संघाय। विगतमा हामीले गर्भाधान कर्मदेखि व्रतबन्धन अर्थात् चुडाकर्म, व्रतबन्धन, व्रत समावर्तनसम्म केही जानकारी दिने प्रयास गरेका थियौँ र त्यो बेलामा मैले भनेको थिएँ अब यो चुडाकर्म, व्रतबन्धन, व्रत समावर्तन यो तीनवटालाई छोटकरीमा नेपाल भाषामा कैँटा पूजा भन्ने गरियो। नेपाली भाषामा व्रतबन्धन भनेर भनियो। अब त्यो क्रिया गर्दाखेरि त्यो मात्र होइन, गर्भाधानदेखि लिएर यहाँसम्म आउँदाखेरि सबै कर्ममा हामी जुन प्राकृतिक रूपमै हुँदै जाने कुरा हो त्यो कुरालाई सामाजिकीकरण गरिएको र धार्मिकीकरण गरिएको पाइन्छ। तदनुसार नै यी नेपाल मण्डलभित्र नेवा बौद्ध समाजमा बौद्ध धर्म दर्शन अनुसार ती कर्महरू गरिन्छ र नेवा हिन्दू समाजमा हिन्दू धर्म दर्शन अनुसार ती कर्महरू गरिन्छ भनेर मैले भनिसकेको छु। अब एउटा उदाहरण यो चुडाकर्म, व्रतबन्धन, व्रत समावर्तन जसलाई अब म छोटकरीमा कैँटा पूजा, व्रतबन्धन भन्छु त्यो कसरी बौद्ध समाजमा कसरी बौद्ध धर्म दर्शन अनुसार गरिन्छ, त्यहाँ कसरी बौद्ध धर्म दर्शन देख्न सकिन्छ त्यो कुरालाई अलिकति प्रश्न पार्ने, बताउने कोसिस गर्दछु। यो जुन चुडाकर्म भनेर कपाल खौरिने मा सबभन्दा ठुलो कुरा भनेकै त्यहाँ मामाले कपाल खौरिदिने अनि फुफूले कपाल थाप्ने जुन क्रिया हुन्छ, त्यसरी क्रिया गर्नुभन्दा अगाडि गुरु वज्राचार्यद्वारा त्यो केटा बालकको टाउको माथि कलश, जुन कलशलाई त्यहाँ पूजाआजा गरिसकेको हुन्छ र त्यहाँ त्यो कलशभित्र लोकेश्वर बोधिसत्व करुणामयलाई आवाहन गरेर त्यो कलशमा राखेको हुन्छ। जस्तो कि बन्धुदत्त वज्राचार्य गुरुले नेपालमा वर्षा नभएर हाहाकार हुँदाखेरि कामरू कामाक्षमा राजा नरेन्द्रदेव र रतन चक्र ज्याफूलाई लिएर जानुभयो भन्ने कुरा सुन्नुभएको होला र त्यहाँ राक्षस कुलमा जन्मनु भएको करुणामयलाई बन्धुदत्त आचार्य वज्राचार्य गुरुले कलशमा उहाँलाई साधना गर्नुभयो र बन्धुदत्त आचार्यको साधनाबाट प्रभावित भएर बुङ्गम लोकेश्वर अथवा त्यो वज्रपानी पद्मपानी लोकेश्वर भमरा भएर कलशमा छिर्नुभयो र राजा नरेन्द्रदेवले अनि किस्लीले छोप्नुभयो भन्ने कथा त सुन्नुभएको होला। त्यसरी नै यहाँ पनि गुरु वज्राचार्यले यो संसारमा रहनुभएका विभिन्न बोधिसत्वहरूमध्ये कमलपानी बोधिसत्व उहाँले आवाहन गरेर त्यो कलशमा राखिएको हुन्छ। यो महायान वज्रयानको सिद्धान्त अनुसार, पद्धति अनुसार साधना गरिएको हुन्छ र त्यो कलश अब सामान्य कलश होइन, बोधिसत्वले युक्त कलश। अब त्यो कलशबाट सर्वप्रथम त्यो बालकको टाउकोमा पानी खन्याइदिन्छ। यसरी पानी खन्याउनलाई भनिन्छ कलशाभिषेक, कलश अभिषेक, कलशाभिषेक दिइन्छ। यसै कुरालाई भोट भाषामा, तिब्बती भाषामा भन्नु पर्यो भने वाङ दिएको हुन्छ। बोधिसत्वको वाङ त्यहाँ दिएको हुन्छ। यसलाई संस्कृत भाषामा अभिषेक, नेवारी भाषामा लखनलुई मात्र भन्छ, तर अभिषेक हो। यसरी अभिषेक दिँदाखेरि गुरुले पढ्नुहुन्छ, त्यो वाक्य पढ्नुहुन्छ, त्यसलाई गाथा भनिन्छ। त्यो हो एतमङ्गलं कमलपानी सवज्रतीक्ष्ण चक्रायुध प्रवर भाव सदूतस्य कश्यः लोकेश्वरस्य सुगतस्य सुखात्मकस्य
तत्मङ्गलम भवतु ते परमाभिषेक भनेर यो गाथा पढ्नुहुन्छ। त्यसपछि अनि जुन सुन चाँदीको यो कपाल खौरिने छुरा भन्नु पर्यो, त्यो सानो बनाएको हुन्छ। त्यो अनि मामाको हातमा स्वस्ति चिन्ह लेखेर पूजा गरेर, हस्त पूजा गरेर मामाको हातमा त्यो सुन चाँदीको छुरा हस्तान्तरण गरिदिन्छ। अनि मामाको हातबाट अनि टुप्पीमा एउटा चाहिँ सुन झुन्ड्याएको हुन्छ, त्यसलाई बाँकी राखेर अनि कपाल खौरिएको त्यहाँ एउटा क्रिया गरिन्छ, कपाल खौरिदिन्छ। है त्यो बेलामा सुन्नु होला, बुझ्नु होला, यसरी गुरुले पढ्नुहुन्छ कि वं सर्वावरण विशोधने सर्वज्ञान बालान छेदय छेदय हुँ स्वाहा भनेर मन्त्र पढ्नुहुन्छ। वं सर्वावरण विशोधने सर्वज्ञान बालान छेदय छेदय हुँ हुँ स्वाहा। अब यो मन्त्रको लाई राम्रोसँग मध्यनजर गर्नुभयो भने बुझ्नुहुन्छ, देख्नुहुन्छ त्यहाँ के भनिएको छ भने खौरिँदाखेरि कपाल खौरिएको छोराले, तर भाव यस्तो प्रकट गरेको हुन्छ कि यसरी कपाल खौरिँदाखेरि यो बालक शिशुमा भएको जति पनि अज्ञानताहरू छन् ती अज्ञानताहरू नाश होस्, ती अज्ञानताबाट यो बालक मुक्त होस् भनेर यसरी पढिन्छ। अब ती अज्ञानताहरू पनि कति प्रकारका छन् त भन्दाखेरि त्यसलाई मोटामोटी रूपमा बुद्ध धर्म दर्शन अनुसार भयभरका अज्ञानतालाई दुई भागमा विभाजन गरिएको छ। एउटा हो क्लेश रूपी अज्ञानता, जसलाई भनिन्छ क्लेशावरण, क्लेश रूपी छोपाई, क्लेश रूपी अज्ञानता छ। अर्को छ ज्ञेयावरण, ज्ञान रूपी अज्ञानता भन्दाखेरि ज्ञान नै हो तर अज्ञानताले युक्त ज्ञान। उदाहरण मात्रै है, जस्तो कि कसैलाई चोरी कसरी गर्ने भन्ने ज्ञान छ, चोरी कसरी गर्ने भन्ने ज्ञान छ, आइडिया छ भनेदेखि त बुद्ध धर्मको दृष्टिकोणले त त्यो त अज्ञानता हो नि, चोरी गर्नु भनेकै अज्ञानता हो नि। हो यसरी एउटा छ क्लेश, राग द्वेष मोह काम क्रोध लोभ, ती कुराहरूले हामीलाई छोपेको हुन्छ। जसरी यो कपाल टाउकोलाई कपालले छोपेको जस्तै अज्ञानताले छोपेको हुन्छ। कस्तो अज्ञानता? क्लेश रूपी अज्ञानता, राग द्वेष मोह। र यसरी कपाल खौरिँदाखेरि राग द्वेष मोह सबै खौरिए, त्यसलाई फालिदिए भन्ने एउटा अर्थ। अर्को हो ज्ञान रूपी पनि अज्ञानता भनेको नराम्रो ज्ञान, मिथ्या ज्ञान, गलत ज्ञान, यस्ता ज्ञान हुन्छन्, त्यसलाई भनेको छ यहाँ ज्ञेयावरण। यस्ता अज्ञानता रूपी ज्ञान यानी अविद्या रूपी ज्ञान छ, त्यसलाई पनि खौरिदिए, फालिदिए भन्ने यो मन्त्रको अर्थ हो। यहाँनिर हामी देख्न पाउँछौँ एउटा कलशले नुहाइदिँदाखेरि त्यहाँ लोकेश्वर आह्वान गरेको कलश, त्यो नै बौद्धमय भयो, बौद्ध दृष्टिकोणले गरिएको भयो, महायान वज्रयान दृष्टिकोणले गरिएको भयो। अगेन त्यस अर्को कपाल खौरिँदाखेरि पनि अज्ञानता नाश होस् भन्ने र त्यसमध्ये क्लेशावरण ज्ञेयावरणबाटै मुक्त होस् भन्दाखेरि यो महायान वज्रयान भित्र असाध्यै महत्त्वपूर्ण ज्ञानका कुराहरू हुन्। यी कुराहरू दर्शनको, बौद्ध दर्शनको दृष्टिकोणले है। अब त्यसरी नै अनि त्यो बालकको कानमा प्वाल खन्ने, अनि सुन चाँदीको सियोले प्वाल खन्ने भन्ने त्यहाँ क्रिया हुन्छ, त्यहाँ प्वाल खनिदिन्छ। हुन त प्वाल त बच्चै बेलामा पनि त्यो प्वाल खनेर धागो राखिसकेको हुन्छ, तै पनि त्यो चुदाकर्म गर्दाखेरि सुन चाँदीको सियोले छोइदिन्छ, प्वाल पारेको जस्तो एउटा व्यवहार गर्छन्। अब त्यो बेलामा गुरुले मन्त्र पढ्नुहुन्छ, ओम धर्म शब्द व्यतिकरणे स्वाहा। ओम धर्म शब्द
वेदी गर्ने स्वाहा। अब यसको अर्थ हो अब यो बालकको कानमा धर्म शब्द मात्रै घुसोस् है, अर्थात् राम्रो शब्द मात्रै घुसोस् है, कुशल शब्द मात्रै घुसोस् है, काम लाग्ने कुरा मात्रै घुसोस् है। ल तिम्रो कानमा राम्रो कुशल धर्म शब्द मात्रै जाओस्, नराम्रा शब्दहरू नजाओस् भन्ने अर्थमा यो गरिन्छ। यो पनि फेरि के भयो त, कुशल कर्म र अकुशल कर्म भन्ने दुईटा काम छ। हामीले काम गर्दाखेरि एउटा हो कुशल कर्म जसको परिणाम राम्रो राम्रो हुन्छ, अर्को हो अकुशल कर्म जसले गर्दाखेरि नराम्रो परिणाम आउँछ। त्यो काम गर्नुभन्दा अगाडि त त्यो विचार मनमा आउँछ नि, त्यो विचार भनेको त कसैले भनेको सुनेर जाने हो अथवा त्यस्तै गलत विचार गरेर बन्ने हो। त्यसकारण त्यस्तो कुराहरू नजाओस् नहोस् भन्ने दृष्टिकोणले धर्म शब्द वेदी गर्ने स्वाहा भन्ने मन्त्र पढेर यो गरिन्छ। अब हामीले बुद्ध धर्म अनुसार सिकेको ज्ञान छ, त्यो ज्ञानले हामी बडा ओतप्रोत भएर ओहो मेरो छोरा मेरो भान्जा हैन आफ्नो भाइ जो होस् जसको यो कर्म भइरहेछ अब उसको कानमा त्यस्ता नराम्रो शब्द नपरोस् नजाओस् र राम्रा शब्द मात्रै परोस् भन्ने अर्थमा यो कान छेड्ने यसरी गरियो। यो भनेको यसलाई त्यो क्रियालाई हुन त कान भनेको संसारमा जसले पनि जहाँ पनि रहेको भए पनि कानमा पाल पार्ने यो कान छेड्ने चलन रहेछ। त्यो जुन प्राकृतिक रूपमै मान्छेहरूले गर्ने कुरा हो त्यसलाई अब यहाँ धार्मिकीकरण गरेको पाइयो। त्यसपछि फेरि उसलाई अब रत्न सम्भव बुद्ध पञ्चबुद्ध मध्ये रत्न सम्भव भन्ने यो दायाँ हात आफ्नो घुँडामा यसो देखाएर राख्नु भएको रत्न सम्भव बुद्ध छ। त्यो बुद्धलाई आवाहन गरेको कलश हुन्छ त्यहाँ, अथवा एउटै कलशमा विभिन्न देवी देवीहरू आह्वान गरेको हुन्छ। त्यसमध्ये रत्न सम्भवलाई आह्वान गरेर राखेको त्यो कलशद्वारा फेरि त्यो बालकलाई नुहाइदिन्छ भनेको अभिषेक दिन्छ, वाङ दिन्छ। त्यो वाङ दिँदाखेरि अभिषेक दिँदाखेरि फेरि गुरुले गाथा पढ्नुहुन्छ, एतमङ्गलं स्कमनि प्रतस्य जिन प्रवेन शतकेतुना च वरहा सुभाषितेन श्रीरत्न सम्भव जिनस्य निसेवितस्य तत्मङ्गलम भवतु ते परमाभिषेक। फेरि उसलाई यसरी रत्न सम्भव बुद्धको अभिषेक दिन्छ है। यसरी हामी त्यहाँ देख्न पाउँछौँ बौद्धमय, त्यसलाई बौद्ध धर्म दृष्टिकोणले त्यो क्रिया सम्पादन गरी आइराखेको हुन्छ। त्यस्तै अब अरू पनि थुप्रै छन्। त्यहाँ उसलाई टीका मात्र लगाइदिँदाखेरि पनि सुवर्ण तिलक भूषणे स्वाहा, जसरी राजकुमारलाई राज तिलक लगाइदिए जस्तै त्यो केटालाई त्यो बालकलाई पनि सुवर्ण तिलक भूषणे स्वाहा भनेर त्यसरी तिलक लगाइदिन्छ हगि। अनि त्यस्तै फेरि उसलाई थुप्रो छन् विधि विधान अनुसार धेरै यस्ता बौद्ध धर्म दर्शन दृष्टिकोणले यी कुराहरू गरी आइरहेका हुन्छन् हगि। अनि उसलाई जब घरबाट बाहिर निस्किनलाई उसलाई ढोटी लगाइदिनेदेखि लिएर हगि अनि उसलाई हातमा चाहिँ समाउनुलाई अन्न पदार्थ राखेर चामल चिउरा समेत राखेर समाउनु लगाइन्छ, धनुषतिर लगाइन्छ। यसो गर्दाखेरि पनि त्यहाँ गुरुले यसरी राम्रो वाक्य पढ्नुहुन्छ कि है, उसलाई माला लगाइदिन्छ ओम वज्र धर्मे रिङ भनेर, फेरि त्यहाँ धर्मको कुरा आउँछ। अनि उसलाई चाहिँ ढोटी लगाइदिन्छ ओम वज्र सन्धि बङ भनेर मन्त्र पढेर ढोटी लगाइदिन्छ। अनि उसलाई जुन लट्ठीमा त्यो खानेकुराहरू राखेर विशेष गरिकन चामल र चिउरा राखिन्छ। ओम वज्र रत्ने ट्राङ भनेर त्यहाँ अर्को मन्त्र पढ्छन्। त्यस्तै उसलाई धनुषतिर दिँदाखेरि ओम वर वर मारे हुम्फट अथवा ओम वर वर मारे हुम्फट भन्ने मन्त्र पढ्नुहुन्छ। अब यो उसलाई धनुषतिर दिँदाखेरि कोही प्राणीलाई मार भन्ने अर्थमा होइन। व्यवहारमा त जङ्गलमा गएर यात्रा गरेर अध्ययन गर्न जाँदाखेरि त्यस्ता समस्या आउला र आफ्नो हतियार देखाएर अरूलाई तर्साएर आफ्नो आत्मसुरक्षा होला। तर यहाँ बौद्ध धर्म दृष्टिकोणले के भन्छ भने बर मारे हुम्फटको अर्थ हो हामीलाई 4 प्रकारको समस्याहरू आउँछ। बौद्ध धर्म दृष्टिकोणले भन्दाखेरि है भनेको 4 प्रकारको मारहरू आउँछ। त्यस्तो मार हो यो स्कन्द मार, अनि
क्लेशमार, देवमार, है मृत्युमार, यस 4 प्रकारको मारहरू आउँछन्। शाक्यमुनि सिद्धार्थ गौतमलाई पनि त्यस्ता धेरै 4 प्रकारका मारहरू आएका थिए र 4वटा मारलाई उहाँले जित्नु भएको थियो। त्यो जित्नु भनेको आफूले पनि धनुषतीरले हिर्काएर जितेको होइन, आत्मज्ञान भित्री हृदयबाट ज्ञानबाट ती मारहरूलाई जित्नु भएको थियो। त्यही दृष्टिकोणले यहाँ भनिन्छ ओम वर मारे हुम फट, अर्थात् त्यस्ता 4 प्रकारका फेरि दोहोऱ्याएर भने त्यहाँ क्लेशमार, है स्कन्दमार, देवमार र मृत्युमार, त्यो मारलाई जित्न सकोस् है, तिमीले आफ्नो उपलब्धि हासिल नभएसम्म मारलाई जित्न सकोस् भनेर ओम वर मारे हुम फट भनेर उसलाई दिन्छ। यसरी अनि बल्ल उसलाई घरबाट बाहिर पठाउँछ। घरबाट बाहिर पठाउँदाखेरि पनि स्थान गणेशको मन्दिरमा 7 पाइला त्यहाँ चाहिँ खाली पान पैसा अनि ल्वाङ सुपारी राखेर त्यसलाई कुल्चिन लगाउँछ। त्यो कुल्चिन लगाउनुको अर्थ हो जसले शिक्षा सिप अध्ययन गर्नु छ भने त्यो व्यक्तिले मान मर्यादा खोज्नु हुँदैन। मान सम्मान जस्ता कुरालाई त्याग्न सकेपछि मात्रै हो आफूले जान्न चाहेको सिक्न सकिन्छ। पहिल्यै आफूलाई मान मर्यादा चाहिन्छ, त्यसमा अभिमान छ भने त उसले नयाँ कुरा सिक्न सक्दैन। त्यसकारण एकजना बालक बालिका अथवा जसले पनि केही कुरा सिक्न जान्नु छ भने उसले आफ्नो अभिमानलाई त्याग्नु पर्दछ, है आफूसँग भएका पूर्वाग्रहलाई त्याग्नु पर्दछ र मान सम्मानको अपेक्षा गर्नु हुँदैन। शिक्षाको अपेक्षा गर्ने हो, ज्ञानको अपेक्षा गर्ने हो। जब ज्ञान शिक्षाबाट ओतप्रोत भएपछि त समाज देशले त स्वतः उसलाई मान्छ नै। जुन पछि पाउने कुरा पहिलेदेखि नै आशा गर्यो भने जान्न पाउने सिक्न पाउने कुरा सक्दैन। यसरी त्यो पानको पातमा कुल्चिन लगाएर उसलाई पठाइदिन्छ। यति चाहिँ ज्ञानले युक्त यति धेरै गम्भीर ज्ञानले युक्त भएका हाम्रा संस्कारहरू हुन्, संस्कृतिहरू हुन्, है। अनि त्यसपछि फेरि उसलाई बाहिर निस्केर गइसकेपछि फेरि घरमा आऊ भनेर घरमा ल्याइन्छ, अरे यसरी घरमा ल्याउँदाखेरि पनि त्यहाँ मूल ढोकामै राखेर उसलाई फेरि यस्ता विभिन्न राम्रा वाक्यहरूबाट अभिषिक्त चाहिँ नि गरिन्छ र उसलाई घर गृहस्थीमा प्रवेश गराइन्छ। अब यसरी यो त्यसलाई हामी व्रत समावर्तन भन्छौँ। तर यहाँ त एकैचोटि कैँट पूजा अर्थात् व्रत बन्धन भन्ने शब्दले नै यो कुरा देखाउने गरेको कुरा अघि नै मैले भनिसकेको छु। अब यहाँ जब घरमा यसरी बाहिरबाट घरमा ल्याउँदाखेरि मामा बाले समातेर ल्याउँछन्, घरको मूल ढोकामा राखेर अथवा दिवाली गर्ने ठाउँमा पनि यो कैँट पूजा गर्छन् कसैले। त जे होस् त्यो आफ्नो सिमानाभित्रमा आउनुभन्दा अगाडि मूल ढोकाको अगाडि राखेर उसलाई फेरि त्यहाँ गुरुले गाथा पढिदिनुहुन्छ। त्यो हो बोधिचित्तोद्भवा सर्वबुद्धा त्रयद्धो गता मतः बोधिसत्वा महासत्वा खड्गा शिष्यांच जन्मिनः निस्वभावं निरालम्बं सर्वसत्वैक कारणं तथता समता ज्ञानम बोधिचित्तम मिति स्मृतः भनेर पढ्नुहुन्छ। अब यहाँ आउँछ, धेरै शब्दको व्याख्या नगरौँ कि तिमी अब घरमा आइरहेको छौ, अब तिमीले ज्ञान गुण सिप सिकेको छ भनेदेखि त्यतिले मात्र पुग्दैन। अब तिमीसँग एउटा बोधिचित्त पनि हुनुपर्दछ। बोधिचित्तको अर्थ हो भविष्यमा म जन्म बुद्ध बन्न सकूँ, म बहुजन हित बहुजन सुख गर्न सकूँ, सबै प्रकारले हित सुख गर्न सकूँ भन्ने खालको चित्त बोधिचित्त हो। त्यो बोधिचित्त सहितले तिमी घरमा आऊ है, बस है भन्ने भावले पनि यो गाथा पढिन्छ। ल यसरी जुन प्राकृतिक रूपमा हुने कुरा हो, जुन सुधा कर्म यानी कपाल काट्ने कुरा अनि टुप्पी राख्ने कुरा, टुप्पी राख्नेको अर्थ हो गृहस्थी भन्ने देखाउन खोजेको भन्ने कुरा अघि मैले भनिसकेको छु। त्यस्तै अब जान्न सुन्ने इच्छा भएको हुन्छ, त्यो हिसाबले फेरि बाहिर जाने, सिमाना नागेर बाहिर गएर पढ्ने, यानी अरूको क्षेत्रमा समेत आजकल त परदेश गएर पढ्ने त धेरै चलन छ, पढ्न जाने र फेरि जुन भित्र आउने। यहाँ 3टा जीवनका चरण पाइन्छ, चुदा कर्म,
व्रत बन्धन व्रत समावर्तन, त्यो व्रत समावर्तनलाई अर्को शब्दमा व्रत मोक्षण कर्म पनि भनिन्छ हैन। यसरी यो तीनटा कुरालाई एकैचोटि एकै दिनमा त्यसमा बौद्ध धर्म दर्शनलाई अनुसार गर्ने, बौद्ध धर्म दर्शनलाई प्रयोग गरेर गरिएको, बौद्ध धर्म दर्शन अनुसार गर्ने गरिएको, यसैलाई अङ्ग्रेजी शब्दमा भन्नु पर्यो भने एप्लाइड बुद्धिस्ट थट, बुद्धिस्ट फिलोसफी आइडियालाई एप्लाइड गरेको, जस अनुसार भन्न सकिन्छ दिस इज अ काइन्ड अफ अप्लाइड बुद्धिज्म पनि भन्न सकिन्छ होला। यसरी यो व्रत बन्धन गरिन्छ र त्यो व्रत बन्धन बौद्धमय बौद्ध तरिकाको हुन्छ र त्यसमा बौद्ध संस्कार, भगवान बुद्धको शील समाधि प्रज्ञाको संस्कार त्यो बालकमा हामी राखिदिन्छौँ। कसले? घरका बुवा आमा, नातेदार, सबै समाजले र अनि धर्मगुरु समेत मिलेर यसरी बौद्ध धर्म दृष्टिकोणले व्रत बन्धन गरिन्छ, उसलाई बौद्ध संस्कार दिइन्छ, जसबाट अपेक्षा गर्न सक्छौँ यो मानिस भविष्यमा राम्रो मान्छे, काम लाग्ने मान्छे, भविष्यमा अझ बुद्धै बन्न सक्ने मान्छे होस् भन्ने हामी अपेक्षा